आमा समूहका अध्यक्षज्यूहरू र यहाँ उपस्थित भएका सम्पूर्ण आमाहरूमा मेरो हार्दिक नमन गर्दै यहाँहरू सबैलाई दशौँले जोडेर नमस्कार गर्न चाहन्छु। तपाईँलाई यो दसैँ सकिएको तिहार आउनुभन्दा अघिल्लो यो लक्ष्मी पूजाको दिनमा यहाँहरूलाई शुभकामना आदान प्रदान साथै केही आमा समूहहरूलाई एउटा सिड मनीको रूपमा भए पनि सहयोग गरौँ भन्ने हिसाबले मैले व्यक्तिगत रूपमा यहाँहरूलाई यो वडामा निमन्त्रणा गरेँ। हामीहरूको निमन्त्रणालाई सहर्ष स्वीकार गरी यहाँसम्म पारिदिनु भएकोमा यहाँहरू सबैलाई मेरो हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। तपाईँहरूलाई लाग्न सक्छ यो आर्थिक सहयोग कहाँबाट आयो होला भन्न लाग्न सक्छ। यो वडाको पैसा होइन, कुनै सरकारी पैसा पनि होइन। जुन नगरपालिकाले मलाई मासिक रूपमा चाहिँ यो भत्ता स्वरूप वडा अध्यक्षको रूपमा चाहिँ भत्ता दिन्छ, 24,500 समथिङ दिन्छ। त्यो एउटा असार महिनाको भत्ता मैले पत्रकार महासङ्घको लागि चाहिँ हस्तान्तरण गरेको छु। साउन भदौ असौज र दसैँ भत्ता गरेर 4वटा भत्ता चाहिँ सङ्घलिएको थियो। लगभग 25,100 1 लाख रुपियाँ चाहिँ जम्मा भएको थियो। त्यो 1 लाख रुपियाँ मैले कहाँ सहयोग गरौँ भन्दा मलाई चाहिँ जुन यहाँसम्म पुर्याउनु हुने आमाहरू दिदीबहिनीहरू जो यहाँ गाउँमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ सिड मनीको रूपमा चाहिँ प्रत्येकलाई चाहिँ 10,000 को दरले र एउटा हाम्रो यो माझी बस्ती छ, हाम्रो यो वडामा 5 घर छ, त्यो 5 घरलाई चाहिँ कोलाई सहयोग गरेर ठ्याक्क चाहिँ 1 लाख रुपियाँ चाहिँ डिभाइड गरेर तपाईँहरूलाई चाहिँ थोरै भए पनि मैले चाहिँ यहाँको सरकारी पैसा तपाईँहरूलाई नै जसरी मतदान गरेर मलाई यहाँ पुर्याउनु भयो तपाईँहरूलाई मेरो थोरै सहयोग भए पनि प्रदान गर्छु भनेर आज तपाईँहरूलाई चाहिँ यहाँ मैले दुःख दिएको तपाईँहरूका व्यक्तिगत काम थियो होला प्रत्येकका घरमा यो कार्य समिति यो वार्ड समिति सक्षम होस्। मैले के सहयोग गर्नुपर्छ म सहयोग गर्छु, गर्ने नै छु। त्यसकारण दिदीबहिनीहरू आपसमा मिलेर यो पार्टी ऊ पार्टी नभनिकन राजनीतिक रङ नदिकन विकासमा खटौँ, काममा खटौँ। यो वार्डलाई हुन त हामीले हिजो चुनावको बेला फलेवास नगरपालिकालाई नै विकासको नहुना कहीँ विकास हेर्न जानु छ भने फलेवास जानु, चाहे त्यो कृषि क्षेत्रमा होस्, कृषिको उत्पादनको क्षेत्रमा होस्, उद्यमशीलताको क्षेत्रमा होस्, शिक्षाको र स्वास्थ्यमा होस्, यो नमुना पालिका बनाउँछौँ भनेर हामीले भनेका थियौँ। अब समय लाग्ला बन्दै पनि होला, तर त्यसको बाहेक यो वार्ड चाहिँ हिजो 49 सालमा जुन बेला यहाँहरूले नै सायद जानी नजानी हुन्छ के महिलाहरूका घरका परिस्थिति पनि धेरै हुने, बालबच्चाहरू हुन्छन्, सबै कुरा हजुरहरूले बुझ्नुभएको छ। धेरै अगाडि बढ्न पनि अलिकति परिस्थितिले हामीलाई पछि नै पारेको हुन्छ र पनि हजुरहरूले हामीलाई यत्रो सम्मान गरेर अगाडि बढाउनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। पछि नै